सबैभन्दा बढी चाहिँ एमालेहरुमा विरोधीलाई गाली गर्नु बाहेक केही देखिन्न। कांग्रेसमा गगन थापाले नेतृत्व लिने पहल कदमी गरिरहेका छन्। उनले आफ्नो योजना मात्र होइन, उनको संयमता, धैर्यता र जुन विवेक छ, जुन विनयशीलता छ, त्यो पक्कै पनि मुलुक केही गतिमा अघि बढ्नका लागि त्यो आशलाग्दो नेता देखिएका छन् गगन थापा। यद्यपि गगन थापालाई नेतृत्वमा लिने कुरा हाम्रो पहुँचको कुरा र काबुको विषय होइन, त्यो आम कांग्रेसी जनको कुरा हो र सबै कांग्रेसीले रुचाएमा उनी नेतृत्वमा आउने र मुलुक हाक्नेसम्म पुग्न सक्छन् भन्ने अपेक्षा गर्दै खास गरी किसान महासंघका केन्द्रीय सदस्य समेत रहेका खास गरी व्यक्तित्व बनाएका टंकबहादुर धामी हुनुहुन्छ। हामी टंकबहादुर धामीसँग संवाद गर्दैछौँ। दर्शकवृन्द, टंकजी स्वागत छ यहाँलाई। टंकजी दर्शकवृन्द, हामी टंकबहादुर धामीसँग संवाद गर्छौँ। टंकजी हजुर हजुर, यहाँलाई स्वागत छ टिभी टुडेको यो विशेष कार्यक्रममा। धन्यवाद धन्यवाद टिभी टुडे परिवारलाई। हजुर, जस्तै अहिले पछिल्लो स्थिति हेर्दाखेरि खास गरी मुलुकभित्र भिडन्त हुँदै जाने र अझै अप्ठ्यारो अवस्थामा मुलुक चाहिँ जाने हो कि भन्ने खालका यी खतराका संकेतहरू देखिरहेका छन्। यहाँ आफै एउटा प्रजातान्त्रिक पार्टीसँग पनि निकट रहेर काम गरिराख्नु भएको र किसान महासंघको एउटा जिम्मेवार पदमा पनि रहनु भएकै कारणले यो भिडन्तको स्थितिबाट मुलुकलाई बाहिर निकाल्न के गर्नुपर्छ? मूल नेतृत्वले चाहिँ आफूले संयम र धैर्य बनाउने कि अझै भिडलाई उत्तेजित बनाउने, यस विषयमा यहाँको धारणा चाहिँ के छ? पक्कै पनि हजुर, अहिले देश अत्यन्तै एउटा संक्रमणकालीन अवस्थामा रहेको छ। हजुर, आज पछिल्ला दिनहरूमा देशमा जुन किसिमको चाहिँ एउटा भिडन्त वातावरण सिर्जित भएको छ, यो भिडन्तको वातावरणले आज नेपाली जनताहरू आक्रान्त भइरहेका छन्। मुख्य गरेर राजनैतिक नेतृत्वले सचेत हुनु, सचिनु नितान्त रूपले जरुरी रहेको छ। आज पछिल्ला दिनहरूमा इमान्दार नेतृत्व, सचेत नागरिक र दीर्घकालीन नीति भएमा मात्रै देश अगाडि बढ्न सक्छ। यदि इमान्दार नेतृत्व, दल र सचेत नागरिक, यी तीनको मिलनले हामी नयाँ दिशा चाहिँ दिन सक्छौँ। विशेष गरेर यदि यो देशलाई अगाडि बढाउने, देशलाई चाहिँ एउटा नयाँ गतिमा लैजाने हो भने मुख्य गरेर दलभित्रको लोकतान्त्रिक अभ्यासको अनिवार्यता हुनुपर्छ। दलभित्र चाहे त्यो एउटा जनता आन्तरिक चुनाव, कार्यकालहरूलाई सीमित र युवाहरूलाई योग्यता र योगदानका आधारमा अवसर चाहिँ दिनुपर्छ। दोस्रो कुरा, भ्रष्टाचार र दण्डहीनताको अन्त्य चाहिँ गर्नुपर्छ। त्यसै गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ, चाहे त्यो उम्मेद्वार चयनको सवालमा होस्, चाहे समानुपातिक सवालमा होस्, चाहे त्यो चुनाव खर्च सीमित गर्ने कुराहरूमा होस्। यसलाई चाहिँ एउटा व्यवस्थापन गर्न सक्नुपर्छ। अर्को चाहिँ राजनैतिक चेतना र नागरिक शिक्षा अनिवार्य हुनु जरुरी छ। त्यो सँगसँगै विकेन्द्रीकरण र स्थानीय सशक्तिकरण र राष्ट्रिय एकता र साझा नीति, पारदर्शी जन उत्तरदायी संस्कृति, यी कुराहरूलाई हामीले चाहिँ व्यवस्थापन गर्न सक्यौँ भने पक्कै पनि हामी चाहिँ यो भाड भैलोलाई व्यवस्थापन गर्न सक्छौँ। दलले मात्र होइन, नेताहरूले मात्र जिम्मेवारी लिएर होइन, हरेक नागरिकहरूले पनि जिम्मेवारी लिनुपर्छ। देश सम्हाल्नका लागि राजनैतिक, आर्थिक, सामाजिक र नैतिक पक्ष सुधार्न आवश्यक हुन्छ। आज हाम्रो चाहिँ देश एउटा भ्रष्टाचारले आक्रान्त भइरहेको बेला सुशासन र पारदर्शिताको कमी हुँदै गयो। आर्थिक सुधार बिल्कुलै भएन, शिक्षामा सुधारै भएन, न्याय र कानुनी व्यवस्था आज एउटा देश विखण्ड हुन पुग्यो, सामाजिक एकता र सद्भाव खैलियो, वातावरण र स्रोत व्यवस्थापनको समुचित प्रयोग हुन सकेन र नागरिकहरूको भूमिका पनि राम्रो हुन नसकेका कारणले गर्दा आज देशमा यो किसिमको एउटा वातावरण सिर्जित हुन गएको छ। आज देशलाई राम्रो बनाउन, देशलाई एउटा लयमा फर्काउनका लागि यहाँका राजनैतिक दल, नागरिक समाज, अगुवा, युवाहरू सम्पूर्णको अहम भूमिका हुनु जरुरी छ। हजुर टङ्कजी, खास गरी यो देशमा लामो समयदेखि गएको लगभग 35 वर्षको पेरिफेरीमा हेऱ्यो भने ओली, देउबा र प्रचण्ड नै खास गरी कार्यकारी तहमा पुगे र प्रधानमन्त्री पटक पटक भए होइन। ओली 4 पटक, प्रचण्ड 3 पटक र देउबा चाहिँ 5 पटक हुँदा पनि मुलुकको अवस्था चाहिँ बदलिएन।
अब त्यो नबदलिएपछि गएको भदौ 23 र 24 गते जुन आन्दोलन भयो र त्यसले सृजित गरेको नयाँ राजनीतिक परिस्थिति अनुसार अब मुलुक चाहिँ नयाँ गतिमा जानुपर्छ, यहाँले भने जस्तै नयाँ दिशामा जानुपर्छ भनिराख्दाखेरि ती दलका नेताहरूले चाहिँ पद पनि छोड्न नसक्ने र त्यसपछि उनीहरूका पछि चाहिँ फेरि वफादार कार्यकर्ताहरूले जिन्दाबाद र मुर्दाबाद गर्ने स्थिति छ भनेपछि अब यो स्थितिले त अझै पनि सुध्रिने अथवा सच्चिने भन्ने कुरा त खासै देखिन्न नि। यसमा चाहिँ यहाँको धारणा के? दलले पनि स्पष्ट ढङ्गले आफ्नो चाहिँ एउटा भूमिका चाहिँ प्रस्ट्याउनु पर्छ। अब नेतृत्वमा रूप पक्ष मात्र होइन, के अरे यो किसिमको चाहिँ के अरे सार मात्र होइन, रूपमा पनि चाहिँ परिवर्तन हुनु पर्यो। त्यो सँगसँगै आमूल रूपले यदि नेतृत्वमा परिवर्तन हुन सकेमा मात्रै अब जनताहरूले आजका युवा पिँढीहरूले यो डिजिटल युगमा प्रविधिको युगमा अब युवा पिँढीहरूले त पुराना राजनीतिक दलहरूलाई अब पुरानो नेतृत्वलाई लामो समयसम्म नेतृत्वमा रहेका नेताहरूलाई त एक किसिमको चाहिँ बहिष्कार गरेको अवस्था छ। नयाँ पिँढीहरूले नेतृत्व निश्चित रूपले लिनुपर्छ। हजुर, जस्तै अब यो हजुर 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 नयाँ पिँढीले निश्चित रूपले एउटा नेतृत्व लिनुपर्छ। अब सबै मिलेर आज देशको अवस्था अत्यन्तै जर्जर अवस्थामा छ। सबै मिलेर राजनीतिक दलहरूमा एक किसिमको चाहिँ जागरुकता एउटा किसिमको अभियान नै चाहिँ गरेर अभियान नै लिएर नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ। जस्तै यहाँहरूको खास गरी पार्टीको महामन्त्री हुनुहुन्छ गगन थापा, उहाँले चाहिँ जेएनजीको आन्दोलनलाई व्यक्तिगत रूपमा मात्र होइन एउटा महामन्त्रीको हैसियतबाट पनि अपनत्व लिने र स्वीकार्दै उनीहरूको भावनालाई सम्बोधन गर्ने भनेर विभिन्न खालका चाहिँ बहस विचार दृष्टिकोणहरू सार्वजनिक गरिरहेको बेलामा खास गरी एमालेको नेतृत्वले चाहिँ जेएनजी आन्दोलनलाई अस्वीकार गरिरहेको छ र यो निषेधात्मक यो राजनीतिले मुलुकलाई अझै द्वन्द्वमा लैजाने हो कि भन्ने खतराहरू त्यतिकै छन्। किन यसरी धेरै चाहिँ एमालेहरू जेएनजीप्रति एकदम बढी आक्रामक भएका होलान्? कारण चाहिँ के होला? यहाँले चाहिँ टिप्पणी गर्न कति मिल्ने त्यो नमिल्ने एउटा कुरा होला। मूलत चाहिँ देशको प्रधानमन्त्री भइसकेको मान्छेले यति यो ढङ्गको टिप्पणी कति सुहाउँदो? अनि जेएनजीको आन्दोलन त स्वाभाविक नै हो, हेर्नुहोस् हजुर होइन। आज दलहरूमा इमान्दारिता भएन, नैतिकता भएन, जिम्मेवारी भएन, त्यस कारणले गर्दा यो आन्दोलनको उठान भएको हो। यो ढिलो वा चाँडो यो आन्दोलन हुनु जरुरी थियो। आज राजनीतिक दलमा पनि राजनीतिक रूपले योग्यता क्षमता भएका नेता कार्यकर्ताहरू आज राजनीतिक दलदेखि पनि वाक्क दिक्क अवस्थामा छन्। आज देशमा एउटा भ्रष्टाचारले सीमा नागिसकेको छ। आज हिजो बकुल्ला छाप चप्पल हालेर गाउँघरमा चाहिँ हिँड्दै सङ्गठन निर्माण गर्ने नेताहरू आज आलिशान महलमा चाहिँ ठुलो कम्पाउन्ड वाल बनाएर चाहिँ घरभित्र बसिरहेका छन्। ती नेताहरू त्यही समाजमा रहेका त्यो वरपर रहेका छरछिमेकहरूले त्यो नेताहरूलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने वातावरण छैन। त्यो वातावरण सृजित गर्ने त तपाईँको यी राजनीतिक दलको नेतृत्व हो नि। जेएनजीको माग त एकदमै स्वाभाविक हो। आज एमाले तिरस्कार गर्नेमा एमाले आफै सकिन्छ। वर्तमान समयको एउटा माग हो त्यो। आज काङ्ग्रेसले यो जेएनजीहरूको मागलाई सम्बोधन गर्नप्रति अब अनावश्यक रूपले जुन एउटा यो प्रदेशको संरचनाहरूदेखि लिएर के अरे यो पूर्व भत्तादेखि लिएर सम्पूर्ण कुराहरूलाई चाहिँ आज कटौती गरेर संविधानलाई संशोधन नै गरेर अगाडि बढ्नुपर्छ। जेएनजीहरूको जायज मागलाई त भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, देशमा सुशासन कायम गर्नुपर्छ, चाहे वडा अध्यक्षदेखि लिएर प्रधानमन्त्रीसम्मका सम्पूर्णहरूको चाहिँ एउटा सम्पत्ति छानबिन गरिनुपर्छ भन्दा यो जेएनजीको त जायज माग हो नि। तर यो जेएनजीहरूले उठाएको जायज मागले चाहिँ यसरी चाहिँ एउटा दलले पुरै पाखुरा सुर्काएर चाहिँ तिमीहरूले चाहिँ ठिक पार्छु भनेर जुन ढङ्गले चाहिँ अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् नि, यसले त पक्कै पनि मुलुकलाई त भिडन्तमा लैजान्छ। यो खतरा चाहिँ मुलुकले अझै पनि बेहोर्नु पर्ने स्थिति देखिन्छ। किन नसम्हालेका होलान् यसरी? सत्ता गुमेको पीर हो कि अर्थात् भोलिको राजनीति असुरक्षित हुन्छ भनेर यो उनीहरू यसरी चाहिँ उत्तेजित भएका हुन्? के लाग्छ यहाँलाई? आन्दोलनको सम्मान गर्नुपर्छ। हेर्नुहोस्, आन्दोलन कहिले पनि चाहिँ के अरे सिधा रेखामा हुँदैन। अब आन्दोलनमा एक किसिमको अब हामीले अलिकति फरक किसिमको चाहिँ हामीसँग एक किसिमको क्षति पनि भएको छ। तर मलाई लाग्छ अब यदि चाहे एमाले होस्, चाहे त्यो काङ्ग्रेस होस्, चाहे अर्को कुनै पार्टी माओवादी पार्टी होस्, यो आन्दोलनको सम्मान गर्न सकेन,
यी जायज मागहरूलाई युवा पिँढीहरूका जायज मागहरूलाई यदि चाहिँ राजनीतिक दलहरूले सम्मान गर्न सकेन भने पक्कै पनि उहाँहरूले चाहिँ सिद्धिनुपर्ने अवस्था हुन आउँछ। त्यस कारणले गर्दा मलाई लाग्छ अब जुन खालको जेनजी युवा साथीहरूले, युवा विद्यार्थी भाइ बहिनीहरूले, छोराछोरीहरूले जुन किसिमको यो आन्दोलन गरे एकदम जायज जस्तो लाग्छ। किनकि मुलुकमा एउटा परिवर्तनको खाँचो थियो, ढिलो वा चाँडो। आज लोकतन्त्र आएको यति लामो समय भइसक्यो। आज तपाईँ हाम्रो गाउँ बस्तीहरू, पहाडहरू रित्तो अवस्थामा छन्, नाङ्गो अवस्थामा छन्। हामी नेपालीहरू, हामी दाजुभाइहरू आज इन्डियाको भरमा, इन्डियाको चौकीदारीको भरमा बस्नुपर्ने अवस्था छ। गाउँमा एउटा काम गर्ने, श्रम गर्ने दाजुभाइहरू आज एउटा शिक्षक, एउटा सामान्य उदाहरण एउटा टिचरकै लिउँ। आज बिचरा टिचर एकजना 20औं वर्ष एउटा चक डस्टर डस्टर घोटेर काम गरिरहेको छ, तर एउटा पक्की बिल्डिङ लगाउन सक्दैन, एउटा घर घडेरी जोड्न सक्दैन। तर सोही समयको 2-4 वर्षभित्र एउटा नेताले चाहिँ घर घरेडी जोड्छ, आलिशान महलमा बस्छ, सँगैको एउटा लेखापाल सहलेखापालले घर घरेडी जोड्छ। यस्तो किसिमको एउटा श्रम नगरेर नै एउटा खान सक्ने अवस्थाको सिर्जित भएको छ। यी वातावरणहरूले गर्दा आज नेपाली जनताहरू, नेपाली युवाहरू, जेनजीहरू भन्नुहोस्, सबै आक्रान्त अवस्थामा यो देशमा आमूल परिवर्तनको चाहिँ खाँचो निश्चित रूपले छ। र टोटल्ली यो चाहिँ टोटल राजनीतिक दलहरू होस्, चाहे नागरिक समाजहरू होस्, आज सबैले चाहिँ यो आन्दोलनको समर्थन गरिरहेका छन्। यो एमाले चाहिँ कटाक्ष गरेर, तपाईँको चाहिँ कसैले चाहिँ उक्साहटमा लागेर हाम्रो राजनीतिक चाहिँ एउटा वीरता हाम्रो चाहिँ सकिन्छ, रोकिन्छ भन्नेतर्फ लाग्नु हुँदैन। यदि देशलाई राम्रो बनाउने हो, समृद्ध बनाउने हो, देशलाई चाहिँ लयमा फर्काउने हो भने मेरो विचारमा हामीले जेनजीका आवश्यक मागहरूलाई, एकदम उचित मागहरूलाई सम्बोधन गरेर पुरा गर्नुपर्छ। हुन्छ टङ्कजी, अत्यन्तै महत्त्वपूर्ण विचार राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। टिभी टुडेमा मेरो विचार चाहिँ राख्न यहाँले चाहिँ दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद छ।